हेर्नु है गाइज, म चाहिँ यति बेला यो सूर्यमुखी फुलको अवलोकन गरिरहेकी छु। सूर्यमुखी फुल चाहिँ फुलेर सकिसकेको रहेछ। यसको चाहिँ दाना भइसकेको रहेछ। यो दाना अब फक्रिने क्रममा रहेछ। मलाई चाहिँ एकदमै राम्रो लाग्छ यो सूर्यमुखी फुल। बच्चा छँदाखेरि एकदमै मन पराउँथेँ मैले भने, अहिले पनि एकदमै मनपर्छ मलाई। हजुरहरूलाई पनि पक्कै पनि मनपर्छ होला। र यो सूर्यमुखी फुल हाम्रो बुटोल एरियाभित्र नै रहेको छ। अनि हजुरहरूले चाहिँ गेस गरिदिनु होला है यो कुन ठाउँमा रहेछ भनेर। म चाहिँ यो ठाउँको नाम बताउन चाहेन। र यहाँनिर फेरि लौका पनि फलेको छ। यति राम्रो राम्रो लौकालाई हेर्नु। यति बेला म यो लौका भएको ठाउँमा पनि आइपुगेँ। एकदमै राम्रो लौका फलिरहेको रहेछ। वहाँनिर हेर्नु त यस्तो राम्रो लौका छ कि फलेको छ। एकदमै स्वास्थ्यको लागि एकदमै राम्रो हो यो लौकाको तरकारी। हजुरहरूलाई पक्कै पनि मनपर्छ होला, मलाई त खासै मन पर्दैन है। र फेरि यो कटहरको बुटो हो। अनि यो कटहर चाहिँ फलेको रहन्छ। र फेरि यतापट्टि पनि एकदमै फुलेका छन् लौकाहरू। हेर्नु लौकाको बत्तीलाई लागेको रहेछ। लौका फुलिरहेको छ। एकदमै राम्रो हेर्नु त हरियाली एकदमै राम्रो। यति राम्रो लाग्छ मलाई यो हरियाली देख्दाखेरि। एकदमै मनपर्ने भएर एउटा भिडियो बनाएकी छु। यो भिडियो चाहिँ मैले एकदमै लङ भिडियो बनाउने छु। हजुरहरूले सबै हेरिदिनु होला है। र मेरो युट्युब च्यानलमा पनि लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। हजुरहरूलाई धन्यवाद।